लगाऊ थोरै लगाउने खोइ काउली खोइ कता गइन् टोपी लगाइदिनु के त टोपी ल ओ त्यो राख ल बिहान बुझेर ल्याउने बाबा सबैले भन्यो अघि बल्ल खानु हो त दाजुलाई र मलाई बल्ल खायो मलाई केक ल्याइदियो ओए हामीले भोलि किन बल्ल खाऊ भन्छ के आफैले आफ्नो मुहामा साइल अंकल आउनु कता जानु भयो जानु साइल अंकल आउनुस् का एउटै हो ल ए सिकाइ मलाई अहिले चिने छैन थ्यांक यू भन अंकललाई भे थ्यांक यू सो मच ना ठुलो बाबा ओ अंकल ओ अंकल ल कपाल त हराउँछन् का सबै जुत्ता लगाएर यो कसको मन लागेको छ मलाई ओ संगीता तँले के काट्छौ अब गर्दै त्यसै काट्छ के पहिला पछि भिडियो आउँछ पोखरा नि आउँछ सेक्नु भएको छ भने ल भयो छैन नमस्ते केक काट्ने ढङ्ग कस्तो छ होला लौ जा उनले शनिबार के काट्ने तपाईँले काट्नु बिर्ता हालिदिनु म त दिन्छु मैले काट्नु थिएँ यो यत्रजनालाई भातले पुऱ्याउनु हुन्छ सानो सानो पिस बनाउनु त्यसको टिको लगाइदेऊ त ल र बाबुलाई ए पानी मोटर बन्द बर्खा त दिनु ल केक खुवाइदिउँ है दिदी लाएर आउनु बान्नुकै आउनु काटौँ बर्खा त होइन नानीले हातमा लैजाऊ त नानी हो इन्डाइदिउँ त ल पहिला तिमीले खाइहाल लौ 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 खाऊ त उता बसेर दिदी खुवाइदिउँ त नानी धेरै खाने किन खाने वाक्क आउँछ कि वाको छैन यिन गुन्द्रीमा हैन धेरै डराउँदै छ हातलाई मन त खान्न कि
बाबुले आएको लागि अनि आउँछ के म त कता हेर त्यो फेरि मेरो हेर तिम्रो त्यति सुरज राव अलि ध्यान दिनुको कर्ता बसेका उता उता दिदी खाने ल्याइदिनु बहिनी यो त तपाईँले हो लिइहाल्नु अब लिइहाल्नुपर्छ कि लौ पैसा मलाई तिमीलाई दियो अब भाउ नाच्दैन यता भान्जा बाबु कर्ता भएका छ त्यसले कोही प्लेन नखाने अरे थप्किन लाग्यो भेज हो भेज भेज मैले लगाइदिन्छु कहाँ सुरज अन्त खाइसके उता माथि जाने भन्नुभयो भसरै ठाउँ छ होइन कृष्णले अर्जुन त जाने भन्ने सुनेको मैले खास कीर्ति तिमीले नि खान्नौ बाबुहरूले अलि दिनु न तिमीले खाँदैन सानीमा थाप्नु कि अलि खानु म त खान्न म त के अरे हुन्छ नि कृष्ण भन्दा यता बस्नु